नमस्कार साथीहरू। पोल्यान्डमा बस्नुहुने धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले ब्याङ्क पल्सको आइकेओ एप प्रयोग गर्दा एउटा साझा समस्या सामना गरिरहनु भएको छ। केही किन्न खोज्यो वा कतै पैसा पठाउन लाग्यो, ठ्याक्कै त्यही बेला यो समस्या देखिने गरेको छ। अब खासमा समस्या के हो त भन्दा यो 3D सेक्योर भन्ने जुन भेरिफिकेसनको स्टेप छ त्यसमै देखिन्छ। आखिर भुक्तानी फेल हुन्छ चाहिँ किन त? यो प्रश्नले नै धेरैलाई हैरान पारेको छ। हो, सबैभन्दा कन्फ्युजिङ पार्ट नै यही हो। आफ्नो अकाउन्टमा हेर्यो, पैसा पनि छ, सबै कुरा ठिकठाक छ, तैपनि ट्रान्ज्याक्सन फेल्ड भनेर मेसेज आउँछ। किन हो किन? यो भनाइले धेरैको अनुभवलाई ठ्याक्कै समेट्छ। सोच्नुहोस् त, कस्तो दिक्क लाग्दो हो। सबै कुरा मिलेको छ तर कामै बन्दैन। यो त साह्रै निराश बनाउने कुरा भयो र हाम्रो समुदायमा धेरैले यही अनुभव गरिरहेका छन्। ल, समस्याको कुरा त धेरै भयो। अब यसको समाधान कसरी खोज्ने त? यसको लागि हामी सबै मिलेर केही गर्न सक्छौं। यसको लागि दुईवटा एकदमै सरल तर प्रभावकारी काम गर्न सकिन्छ। पहिलो, यदि तपाईँले पनि यस्तै समस्या भोग्नु भएको छ भने आफ्नो अनुभव कमेन्टमा लेखिदिनुहोस्। अनि दोस्रो, यदि कसैलाई यसको समाधान थाहा छ भने कृपया त्यो जानकारी पनि सबैलाई सेयर गरिदिनुहोस् न। यो छलफलमा जोडिनु भएकोमा र एक अर्कालाई सहयोग गर्ने यो प्रयासमा साथ दिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।